स्वागत छ दिहाल्छ कार्यक्रममा। थ्याङ्क यू सो मच। कस्तो भइरहेछ? गीतले एकदम मार्केट खाइरहेछ है, रिल्स टिकटकदेखि लिएर के भन्नु, कस्तो फिल भइरहेछ? म त एकदमै खुसी छु किनकि धेरै लामो समयपछि होइन यसरी हाम्रो दर्शकहरूले यसरी मन पराइदिनु भएको छ होइन। त्यो चाहिँ मेरो लागि एकदमै खुसीको कुरा हो कि। यसमा मेरो चाहिँ मैले भन्ने अब त्यस्तो धेरै कुनै शब्द नै छैन कि कसरी भनौँ होइन। अनि जस धेरै लामो समय अब यही क्षेत्रमा कन्टिन्यू काम गरिरहेको छु नि त। गर्ने क्रममा योभन्दा अगाडि पनि गीतहरू नआएको होइनन्, आएको नै हुन् होइन। त्यति चर्चा चाहिँ त्यो गीतहरूले खासै पाउन सफल भएको थिएनन्। यसले चाहिँ म एकदमै सफल भएको आफूलाई महसुस हुन्छ। स्टार्टिङमै सुनिहालौँ न त। हुन्छ। गुण भुल्यो पित्तलको सुन पायो होला, भुइँ छोड्यो आकाशको जुन पायो होला। गुण भुल्यो पित्तलको सुन पायो होला, भुइँ छोड्यो आकाशको जुन पायो होला। कलेजी काटेर दिएको ठाउँ सय चिरा बनायो दुख्यो नि घाउ। त्यही घाउमा छर्किने नुन पायो होला, गुण भुल्यो पित्तलको सुन पायो होला। थ्याङ्क यू। कस्तो मिठो छ क्या। यो शब्दहरू पनि हजुर आफैले लेख्नु भएको है? यो शब्दमा यति साह्रो डिपमा जानुको केही रहस्य छ? यस्तो हुन्छ, रहस्य चाहिँ कस्तो हुन्छ भने हरेक मान्छेको लाइफमा यो जस्तै गुण भन्ने शब्द होइन, हामीले हरेक मान्छेलाई लगाएको हुन्छ होइन। कति मान्छेले चाहिँ अब आफ्नो लागि कसैले राम्रो गरेको छ भने कतिजनाले राम्रो गरेको छ है मलाई भनेर देख्नुहुन्छ, कतिजनाले त्यो राम्रो गरेको देख्नुहुन्न होइन। अनि त्यस्तै गरेर जस्तै एउटा घरमा फ्यामिलीमा पनि होइन, अनि साथीमा पनि, एउटा प्रेमिकामा पनि, अनि सानो ठुलोमा पनि, धनी गरिबमा पनि, हरेक कुरामा कि जस्तै गुण भुल्यो पित्तलको सुन पायो होला भने खोजेको एउटा सानो नर्मल चिजलाई चाहिँ इग्नोर गरेर ठुलो कुरा पाउँदा बित्तिकै त्यतातिर चाहिँ मोडिएको भन्ने जस्तो चाहिँ यो शब्दले भन्छ होइन। यो चाहिँ म आफूलाई भन्दा पनि आफूमा पनि धेरै कुराहरू यो परेकै हुन्छ होइन। हरेक मान्छेमा नपर्ने त कोही पनि हुँदैन नि त। त्यही भएर म आफू पनि र सबैजना समग्रमा सबैलाई नै भनौँ न, सबैलाई हेरेर सबैलाई मिल्ने, सबैलाई मिल्दोजुल्दो सबैको एउटा त्यो सिचुएसनलाई चाहिँ मैले महसुस गरेर चाहिँ लेखेको शब्दहरू चाहिँ। भनेको मतलब अलिकति ट्रेजेडी परेरै त्यो शब्दहरूमा डुबिन्छ? होइन, ट्रेजेडी परेर होइन। म चाहिँ कस्तो भने भन्न चाहिँ जस्तै स्याड सङ गायो लेख्यो जसले पनि यसलाई परेको थियो होला अनि त्यही भएर भन्ने हुन्छ होइन। तर म चाहिँ मेरो यो गीत मात्र पहिलो होइन नि त मैले लेखेको। त्यो भएकोले गर्दा चाहिँ मैले धेरै गीतहरू लेखेको छु होइन। म जस स्कुल पढ्दादेखि नै पनि गीतहरू लेख्ने गर्थेँ। त्यो भएर चाहिँ एज अ राइटर पनि चाहिँ आफूलाई नभएर सबैको म के अरे फिलिङ्सलाई चाहिँ बुझेर लेख्नुपर्ने हुन्छ नि त होइन। गीतहरू लेख्दाखेरि, शब्द लेख्दाखेरि त्यसरी नै लेखेको। मैले कुनै यो आफूमै परेर लेखेको चाहिँ होइन। तर पनि यो मलाई पनि पर्छ, तपाईँलाई स्याड सङहरू नै छ नि त दिहाल्छको। स्याड सङले अलि धेरै लेख्नु परेको कारण चाहिँ त्यसको पछाडि यो चाहिँ होइन। यस्तो कस्तो भने जस्तै मैले सबै किसिमको गीतहरू गाएको छु होइन। सबै डान्सिङ नम्बर, अझ धेरै त डान्सिङ नम्बर गीतहरू नै छन् मेरो। तर पनि सुन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि त्यो उसले त बिर्सियो रे मुटु सारेको त्यो पनि स्याडै थियो, मैले लेखेकै थिएँ होइन। त्यो पनि टिकटकमा धेरैले बनाउनु भएको थियो। अनि डान्सिङ नम्बर गीत र स्याडमा चाहिँ अलिकति स्याड सङले मन छोयो भने चाहिँ जसले पनि टिकटकहरू बनाउन सक्नु हुँदो रहेछ क्या। किनकि बसेर लिपसिङ गरेर जसले पनि सक्यो नि त होइन। अनि अब डान्स गर्ने गीत लेख्दा चाहिँ डान्सै गर्नु पर्यो होइन। कति डान्स गर्न नसक्नेहरू त लिपसिङ मात्रै दिनुपर्छ नि त होइन। अनि अघिल्लो गीत पनि यसै गरी गयो। अनि फेरि मैले चाहिँ कस्तो पनि सोचेँ भने डान्सिङ नम्बर गीतहरू गरिराख्दाखेरि चाहिँ त्यो गीतहरू चाहिँ एउटा सर्टेन टाइममा हुन्छ नि। जस्तै त्यो चाहिँ जस्तै सिजनल टाइपको भयो, जस्तै दसैँ तिहार कुनै फेस्टिभल हुँदाखेरि डान्सहरू गरिन्छ होइन। जस्तै अब यस्तो खालको गीतहरू भनेको चाहिँ सधैँभरि सुन्न सकिन्छ नि त होइन। किनकि मान्छेलाई हाँसो खुसी पीडा होइन दुःख सबै कुरा मान्छेको लाइफमा पर्छ र त्यो कुरालाई चाहिँ गीत सङ्गीतको माध्यमबाट नै अलिकति रिलिफ मिल्छ नि त होइन। खुसी हुँदाखेरि नाच्ने रमाउने, दुःख हुँदा जसले पनि अलिकति त्यस्तै खालको गीतहरू नै सुन्न रुचाउनुहुन्छ कि
त्यो भएर पनि र पर्सनली मैले आफ्नो च्यानलको लागि अनि आफै अब धेरै लगानी गर्न पनि नसक्ने भएर पनि सानो सानो लगानीमा सानो उसमा आफ्नो च्यानलको लागि म चाहिँ काम गर्छु भनेर गरिरहँदा यो गीतले यति धेरै सफलता पाएको छ, त्यो चाहिँ म एकदमै खुसी छु। अब के भन्छन् भने नि सारिका घिमिरे चाहिँ अहिलेसम्म अनम्यारिड बस्नुको कारण होइन, अनि एकदमै स्याड सङहरू लेख्नुको कारण मान्छेले के भन्छन् भन्दा अलिकति यो माया भन्ने चिजमा चाहिँ अलिकति धोका खाएर हो कि होइन, कहिले पनि भएन दि हजुरलाई पनि बुझ्न मन लागेको कि प्रेम भन्ने चिज भएन यस्तो। जस्तै प्रेम त जोसँग पनि हुन्छ नि, मेरो बहिनीसँग नि प्रेम हुन्छ होइन, बुवा आमाको छोराछोरीसँग प्रेम हुन्छ, मेरो कामसँग प्रेम हुन्छ, साथीभाइसँग प्रेम हुन्छ, सबैसँग प्रेम हुन्छ। तर यसको मतलब चाहिँ प्रेममा धोका खाएरै चाहिँ यस्तो लेखेको भनेर मैले चाहिँ अब देखि नै राख्नु भएको छ। लगभग दशकभन्दा बढी भइसक्यो म यो फिल्डमा होइन निरन्तर काम गरिरहेको छु होइन। मैले चाहिँ त्यतिखेर अलिकति हिम्मत हारेर म यो फिल्डमा चाहिँ काम गर्न सक्दिनँ अथवा गर्दिनँ भनेर मैले छोडेर मैले अरू नै सोचेको थिएँ भने म यति बेला घरबार पनि गरिसक्थेँ होला होइन, बिहास्या गरेर बच्चा सच्चा पनि भइसक्थ्यो। अब अहिले चाहिँ यो फिल्डमा आइसकेँ, यत्रो मेहनत गरेर यत्रो दुःख गरेर आइसकेँ भनेपछि एटलिस्ट केही त गरौँ न यो फिल्डको लागि भनेर नै पनि मैले करियरलाई नै चाहिँ हेरेर अहिलेसम्म चाहिँ काम गरिराखेँ होइन। अब भोलिको दिनमा यस्तो कुराहरू भनेको चाहिँ हरेक कुराको लागि राइट टाइम आउनुपर्छ होइन। अब केही समय अगाडि अब यस्तो कुराहरू जस्तै विवाहको कुराहरू नआएको पनि होइन, कुराहरू आएकै हो, आइहाल्छ छोरी मान्छेलाई होइन। तर कस्तो भने आफूले आफ्नो मनले खाने, आफूलाई मन मिल्ने र आफूसँग कनेक्सन मिल्ने होइन, यो फिल्डमा छु म, हरेक किसिमले सपोर्टको जरुरत पर्छ नि त होइन। त्यो किसिमको चाहिँ मैले त्यसरी चाहिँ झट्ट हेरिहाल्ने चाहिँ कोही नआउनु भएको भएर पनि म अलिकति करियरलाई नै फोकस गरेर अगाडि बढिरहेको छु। भोलिको दिनमा त्यस्तो सिचुएसन आयो भने त अब सबैले के त गर्ने होइन, त्यो पनि एउटा लाइफको एउटा पाटो हो नि त। अब यति धेरै गीतहरू लेखिरहँदाखेरि बनाइरहँदाखेरि होइन र अहिले यो टाइमसम्म आइपुग्दाखेरि चाहिँ यो एजसम्म आइपुग्दाखेरि चाहिँ प्रेम भनेको चाहिँ के रहेछ हजुरले बुझ्नु भएको पर्सनली? मैले बुझेको चाहिँ कस्तो भने जस्तै एउटा केटा र केटी बिचको प्रेम मात्र प्रेम होइन होइन। जस्तै मेरो पनि मेरो कामप्रति मेरो प्रेम थिएन भने म यसरी लगनशील भएर लाग्दिनँ थियो होला सायद होइन। अनि मैले चाहिँ अहिलेसम्म अब त्यसरी प्रेममा परेर प्रेम गरेर त्यो चाहिँ एकदमै गहिरिएर जाने मौका मैले पाएको छैन होइन। र मैले चाहिँ नर्मल्ली भन्नुपर्दा अब एउटा बुवा आमाले मलाई गर्ने माया होइन, त्यो पनि मेरो लागि धेरै ठुलो कुरा हो। अब साथीभाइहरूले गर्ने र कामसँग मैले गर्ने प्रेम त्यो अर्कै किसिमको हुन्छ होइन। त्यही भएर नै त म यहाँनिर अलिक बसिरहेको छु। हुन्छ नि त्यो प्रेम चाहिँ नपाएर हो कि त्यो प्रेमबाट अलिकति धोका खाएर हो कि यस्तो गहिरो गहिरो शब्दहरू होइन होइन त्यस्तो चाहिँ केही पनि होइन। किनकि यस्तो हुन्छ, मलाई पनि मन पराउने मान्छे कोही हुनुहुन्थ्यो होला, मैले पनि कसैलाई मन पराउँथेँ होला होइन, त्यो कुनै समयमा त्यस्तो थियो होला। तर पनि त्यो कुराहरूले म चाहिँ ल यो चाहिँ मेरो लागि हो भनेर चाहिँ एकदमै पर्फेक्ट भएर एकअर्कामा एकदमै प्रेममा डुबेर त्यसरी जाने मैले अवसर पाइनँ नि त होइन। अब अहिले रिसेन्ट त झन् छँदै छैन, अब गीत सङ्गीतमा लागिरहेको छु। उमेर बढ्दै गएपछि झन् नहुने हो। यस्तो पनि हो, जस्तै एउटा जस्तै त्यो टिनेजर भन्छ नि, जस्तै टिन एजमा चाहिँ त्यो खालको प्रेम भएर भएको भएदेखि सायद सिचुएसन अर्कै हुन्थ्यो होला होइन। अब त्यो समय पार गरेर म अलिक अगाडि नै बढिसकेँ नि त। बढिसकेपछि भनेको अहिले चाहिँ मैले आफूले पर्सनली आफूले स्ट्रगल गरेको हिसाबले हेर्ने हो भने चाहिँ म यता दायाँ बायाँ अल्झिनु भन्दा पनि यतिसम्म त आइसकेँ, अब करियरमै अलिकति केही गरौँ न त होइन, गीत सङ्गीतमै मैले अलिकति राम्रो केही गर्न सक्छु कि भनेर। किनकि लास्ट आवरमा आएर अब मैले सकिनँ भनेर गिभअप गरेर हिँड्नु भन्दा होइन, बरु कोसिस गरौँ न, कोसिस गरेर केही हुन्छ कि भन्ने एउटा मनबाट पनि हुन्छ नि। त्यो हिसाबले चाहिँ अगाडि बढिरहेको छु म। अनि भोलिको दिनमा अब के हुन्छ अब त्यो कसैलाई पनि थाहा छैन होइन, समय हो, हेर्दै जाउँ, सबै समयकै हातमा छ। बुझ्न त जसरी पनि पाइन्छ। यत्रो लामो समयदेखि हजुर यो फिल्म इन्डस्ट्रीमा हुनुहुन्छ होइन। पहिला अब एज अ हिरोइनको रूपमा हजुरले डेब्यु गर्नुभयो होला जस्तो लाग्छ मलाई, एज अ सिङ्गर भन्दा पनि। स्टार्टिङ त मैले अभिनयबाटै गरेँ। अनि कस्तो भयो भने सुरुमा चाहिँ अब जसको पनि जस्तै कलाकारिता
क्षेत्रमा जस्तै अरूले काम गरेको देख्दाखेरि होइन मैले पनि गर्न पाएँ भने कस्तो होला, म पनि त्यहाँनिर ठुलो स्क्रिनमा जस देखिँदा कस्तो हुन्छ होला भन्ने एउटा रहरमा मैले पनि त्यसै गरी नै प्रवेश गरेको हो होइन। अनि प्रवेश गर्ने क्रममा केही चलचित्रहरूमा मैले काम गरेँ, नगरेको होइन, तर त्यति बेला मैले काम गर्दाखेरि चाहिँ र अहिलेको हेर्दाखेरि चाहिँ त्यो धेरै आकाश जमिनको फरक छ कि होइन। त्यति बेला अब मलाई केही पनि थाहा थिएन, थाहा नभइकन होइन एउटा हुन्छ नि रहरमा आएर काम गर्दा त्यति राम्रो प्रोजेक्टहरू पनि मैले पाइनँ होइन। अनि त्यो भएर चाहिँ त्यसपछि लगातार म्युजिक भिडियोहरूमा काम गरेँ होइन। र पनि म आफैलाई पनि पर्सनली अब मैले चाहिँ यो अभिनयलाई चाहिँ न्याय गर्न सक्दिनँ भन्ने मलाई त्यति बेलै लागेको थियो होइन। र पनि म कन्टिन्यू गर्दै त्यति बेला जस अभिनयको लागि स्ट्रगल गरिरहँदा पनि होइन मैले भनेको जस्तो प्रोजेक्ट पाएको भए सायद होइन मैले पनि केही सिक्दै केही राम्रो गर्ने अवसर पाउँथेँ होला। त्यति बेला त्यो पनि पाइनँ। अब त्यति बेला पनि सबैले अब यो चाहिँ अहिले भन्नुहुन्छ नि यो ग्रुपिजम यो के कुराहरू आउँछ नि, नेपोटिजम होइन। अनि यो चाहिँ कस्तो लाग्यो भने मलाई एक किसिमले हो कि जस्तो पनि लाग्यो होइन। किनकि म पनि अब अहिले स्टिल पनि गीत सङ्गीतमै रहिरहँदा पनि होइन, किनकि म पनि गाइरहेको छु। अनि फेरि अब कतिले चाहिँ फेरि भन्नु होला अब हिजोसम्म केही थिएन, अब अहिले एउटा गीत अलिकति के चलेको थियो फेरि यस्तो कुरा गरी भनेर पनि उहाँहरूले भन्न पनि सक्नुहुन्छ, जे गरे पनि छ त त्यस्तो चाहिँ भन्न खोजेको होइन। म यहीँबाट सरी भन्न चाहन्छु। तर कति ठाउँमा चाहिँ यो कुरा मैले पनि भोगेको छु कि मैले पनि महसुस गरेको छु होइन। तर पनि मैले कहिले यस्तो भएन अथवा मलाई कसैले गीत दिएन अथवा मलाई कसैले काम दिएन त्यो चाहिँ मैले कहिले पनि भनिनँ होइन। म चाहिँ आफैमा ठिकै छ, अब म नै अझै क्यापेबल हुनुपर्छ होला, म नै अझै चाहिँ निखारेर आउनुपर्छ होला सायद यसको लागि भन्ने नै सधैँभरि सोचि नै रहे। अनि ठ्याक्कै यही नै हो कि हजुरले ठ्याक्कै अब अभिनयबाट चाहिँ यता गायनतिर जम्प गरिदिनु भयो क्या। यता अभिनय गर्दै हुनुहुन्थ्यो, त्यहाँबाट त्यसलाई चाहिँ एकदम टर्न गरिदिएर गायनतिर यता धेरै अग्रसर हुनुभयो, यता धेरै लागि पर्नुभयो। यही नै कारण हो नि त। अब त्यहाँबाट मैले यता जम्प गरिसकेपछि त मैले आफैले नै त्यता छोडेको नै भयो नि होइन। त्यहाँ त त्यो भन्न मिल्दैन। जस्तै यही फिल्डमा पनि त आइसकेपछि पनि त धेरै अवसरहरू त थियो नि त होइन, धेरै अवसरहरू त मैले पाउन सक्थेँ होला होइन। तर अब कति ठाउँमा चाहिँ अब सारिका के अरे एज अ मोडल अब ऊ एक्टिङ गरिरहेको मान्छे एक्कासी गीत गाउन आएछ। कतिले चाहिँ मैले चाहिँ यस्तो कुराहरू पनि केही जस भोगेको छु होइन। जस्तै कि म गाउँदै गर्दा पनि होइन नजिकैको साथी सर्कल अलिकति जुन बेला मलाई सपोर्ट गर्नुपर्ने बेला हुन्छ होइन त्यति बेला पनि किन बेकारमा गीत गाउन आइरह होला, मोडलिङ गरिरहेको मान्छे के गर्छु भनेर आएको होला भन्ने पनि धेरै सुने मैले होइन। अनि अब गीतहरू गाउने क्रममा पनि अब एउटा गीत चलेको छैन, अरू यस्तो चलेको मान्छेहरू हुन्छन्, उसको कुन चाहिँ गीत चलेको छ र भन्ने जसरी यसरी भन्ने पनि धेरै हुनुहुन्थ्यो। तर आज त तपाईँ उदाहरण बनिदिनु भयो नि त उहाँहरूको लागि। धेरै टाइम लिएर आफ्नो पेसालाई चाहिँ नछोडेर ब्याक टु ब्याक चले पनि नचले पनि काम गरिराखेर आज चाहिँ फाइनल्ली एउटा सफलता हात पर्यो नि त। बिचमा मलाई यस्तो पनि सोचेको थिएँ केही समय अगाडि चाहिँ होइन। जस्तै मैले काम पनि गरेछु होइन, गीतहरू पनि मैले मार्केटमा मेरो गीतहरू पनि आएको आइछ। मैले मेरो साइडबाट मैले सकेसम्म होइन मैले कोसिस गरेकै छु होइन, सकेसम्म राम्रो दिउँ भनेर। मैले यो बिचमा त्यस्तो सुन्न नमिल्ने खालका गीतहरू पनि कहिल्यै गरिनँ मैले होइन। अनि अवसरहरू आएको थियो अलिकति त्यस्तै खालको गीतहरूको पनि कुरा नआएको होइन। तर मैले पर्सनली पनि मेरो मनले पनि मानेन र मैले गरिनँ। अनि होइन म चाहिँ एउटा राम्रै खालको गीतहरू गर्दै जान्छु, कोसिस गर्दै जान्छु, कुनै न कुनै दिन मूल्याङ्कन होला नि भन्ने पनि थियो। र आफूले जति कोसिस गर्दा पनि जस भनेको जस्तो रिजल्ट नआउँदा चाहिँ कहिलेकाहीँ एकदमै त्यो निराश पनि बनाउँदो रहेछ क्या। कतिचोटि म निराश पनि भएको छु होइन, किनकि काम गरिरहेको छ त्यही फिल्डमा जस्तै अरू सिङ्गरहरूको गीतहरू यति धेरै पपुलर भएर कति अगाडि गएको हुन्छ नि। त्यो देख्दाखेरि कता उहाँहरूले गरेको प्रगतिमा खुसी त अफकोर्स लाग्छ नै होइन, किनकि म सफल भएन भने अरू पनि हुनु हुँदैन भन्ने कुरा त होइन नि त होइन। म होइन त्यो मेरो ठाउँमा छ, तर अरूले जतिले राम्रो गर्नुभएको छ उहाँहरू सफल हुनुपर्छ भन्ने त हो। तर पनि अब सबैको राम्रो भइराख्दा आफ्नो चाहिँ गीतले खासै राम्रो रेस्पोन्स नपाउँदाखेरि चाहिँ बहुत
दुःख चाहिँ लाग्दो रहेछ क्या। कतिचोटि म निराश पनि भएको छु त्यो कुराले, कति ठाउँमा अब आँसु पनि आयो होला, एक्लै अब देखाउँदै हिँड्ने कुरा त हुँदैन होइन, त्यस्तो पनि भएको थियो। अनि पछिल्लोचोटि सोचेको पनि हो मैले, अब म कन्टिन्यू चाहिँ गीत नगरौँ कि अब अझै जस यो यता यो गीत सङ्गीतमा पनि मलाई खासै मेरो लकले पनि मलाई साथ दिएन कि जस्तो पनि मलाई लागेको हो, नलागेको होइन होइन। अनि अब के गर्ने त, कि मैले जस यो फिल्डको लागि म त भनेकै होइन कि जस्तो पनि लाग्थ्यो के लाग्यो, किनकि त्यो जसलाई पनि हुन्छ, किनकि त्यो उतार चढाव नआइकन त केही हुँदैन नि त होइन। अनि लागेको धेरै ठाउँमा म निराश पनि भएको छु, धेरै ठाउँमा खुसी पनि भएको छु। अनि पछिल्लो टाइम चाहिँ म निराश सँगसँगै र पनि मैले चाहिँ हिम्मत हारिनँ होइन, कोसिस गर्न चाहिँ छोडिनँ। अनि यो पनि खास मैले यो यसरी चाहिँ यो गीतले चर्चा पाउला भन्ने चाहिँ मैले कल्पना पनि गरेको थिइनँ होइन। अनि अघिल्लोचोटि मैले एउटा डान्सिङ नम्बर गीत गरेको थिएँ, झुम्के फुली भन्ने, त्यो गीत चाहिँ मलाई पर्सनली मलाई त राम्रै लागेको थियो होइन। अब डान्सिङ नम्बर पनि छ, अलिकति केही चाहिँ राम्रो गर्छ कि भन्ने सोच थियो होइन। अनि त्यो धेरैवटा गीतहरूमा जस्तै इन्भेस्टमेन्ट पनि धेरै नै भएको छ होइन, किनकि पछिल्लो टाइम यो फिल्डमा आइसकेपछि भनेको टु बी अनेस्ट भन्नुपर्दाखेरि आफ्नो गीतहरूमा आफ्नो लगानी धेरै नै भएको छ कि, किनकि अरूले बोलाएर मलाई गीत गाउन अहिलेसम्म कसैले बोलाएर मलाई गीत गाउन सारिका भनेर कसैले दिनु पनि भएको छैन होइन। त्यो चाहिँ त्यो भएको यथार्थ कुरा हो होइन। यदि दिनुभएको भए मैले यहाँ आज प्राउडली भन्न सक्थेँ मलाई फलानुले गीत दिनुभएको थियो, गीत गाउन बोलाउनु भएको थियो, मैले गरेँ, थ्याङ्क यू सो मच भन्न सक्थेँ। तर त्यो अवस्था चाहिँ मैले पाइनँ। त्यो टाइममा चाहिँ जस्तै म गीत गाउँछु भनेर आउँदाखेरि चाहिँ मलाई मेरो लाइफकै मतलब साङ्गीतिक क्षेत्रमा चाहिँ मलाई सपोर्ट गर्नुभएको चाहिँ हाम्रो सिङ्गर कम्पोजर योगेश काजी हुनुहुन्छ। उहाँले चाहिँ मलाई धेरै सपोर्ट गर्नुभएको, किनकि उहाँले गरेको सपोर्ट चाहिँ मैले लाइफ टाइम कहिले पनि बिर्सिँदिनँ। किनकि धेरै हुनुहुन्थ्यो नि त मेरो नजिकमा होइन, धेरै नजिकमा हुनुहुन्थ्यो, धेरैसँग मेरो राम्रो सम्बन्ध थियो। तर कसैले पनि मलाई सारिकालाई चाहिँ सपोर्ट गरौँ है भनेर कोही पनि अगाडि बढ्नु भएन नि त होइन। त्यो टाइममा उहाँले चाहिँ मलाई बोलाएर हेलो गीत चाहिँ उहाँले नै गवाउनु भएको हो कि। अनि उहाँप्रति चाहिँ म एकदमै आभारी छु। अनि त्यस पछाडि चाहिँ हामी सँगसँगै धेरै काम पनि गऱ्यौँ र अहिले यहाँसम्म आइपुग्दा पनि उहाँको सपोर्ट आफ्नो ठाउँमा छँदै नै छ होइन। त्यो बाहेक चाहिँ मैले चाहिँ एकदमै कन्फिडेन्ट भएर भन्न सक्ने त्यस्तो नाम चाहिँ अर्को कुनै पनि छैन। अब हेलो गीतको कुरा आइहाल्यो, यो त अलि लकडाउनको टाइमतिर एकदम पपुलर भएको जस्तो लाग्छ। यो गीत भिडियो बनिसकेपछि चाहिँ अझ धेरै पपुलर भएको है? भिडियो बनिसकेपछि नै भएको, युट्युबमा आइसकेपछि नै भएको भनेको गीतले भन्दा पनि भिडियोले चलेको भिडियो त्यो पनि हो। किनकि हाम्रो अब कार्टुन क्रुको भाइ बहिनीहरू अब डान्समा अब उहाँहरूको बेग्लै किसिमको एउटा छाप छँदैछ होइन राम्रो। अनि उहाँहरूसँगै चाहिँ हामीले सहकार्य गऱ्यौँ र उहाँहरूकै च्यानलबाट यो गीतलाई रिलिज गऱ्यौँ। त्यो भएर चाहिँ धेरैले यो गीत सुनेर धेरैले टिकटकहरू पनि बनाइदिनु भएको थियो, ट्रेन्डिङमै गएको थियो त्यति बेला। हेलो मलाई मिस कल हान्ने हो आर यु, हेलो म तिम्रो भाइको भिनाजु, हेलो यो सिल्ली बेड वेयर आर यु, हेलो म तिम्रै मनमुटु भित्र छु, मलाई मेसेन्जरमा हैरान पर्छ भाइबर मान्ने हैरान, तिम्रो फलो गर्दा गर्दै मेरो जान्ने भोका परान, ए फेसबुक आइडी नि फेक हो कि फोटो सोटो नि छैन, I want to love you अरू केही होइन, I want to love you अरू केही होइन। थ्याङ्क यू। गीत चाहिँ हजुरको चलेका हुन् कि नचलेका चाहिँ होइनन् पहिलेदेखिबाट होइन, तर हजुरले गाएको भनेर चाहिँ मान्छेलाई खास थाहा नभएको यस्तै के भयो जस्तै हो, गीत चल्यो होइन। अनि जस्तै म चाहिँ अब सोसियल्ली एकदमै सामाजिक सञ्जालमा एकदमै अगाडि एक्टिभ पनि खासै छैन नि त होइन, छैन। अनि त्यस पछाडि अब मिडियाहरूमा पनि यस्तो धेरै म एक्टिभ छैन। हुन त अब उहाँले कसैले बोलाउनु भयो, मलाई खोज्नु भयो, सारिका पनि एउटा सिङ्गर हो, उसलाई पनि हामीले अलिकति चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने गर्नुभयो भने त अफकोर्स म सधैँ नै साथमै रहिरहने नै छु होइन। तर
पछिल्लो समय चाहिँ त्यसरी मलाई पनि कसरी खोज्नु भएन अनि म छु भनेर म आफै अगाडि जाने कुरा पनि भएन हैन त्यो भएर पनि यो अलिकति डिस्टेन्स भएको होला जस्तो लाग्यो मलाई अनि प्लस अब यो चाहिँ सारिकाको गीत हो है भनेर यदि सबैजनाले खोज्नु भएको भए र उसलाई पनि जस्तै काम गराउनु पर्छ अथवा अगाडि ल्याउनु पर्छ अथवा जस्तै प्रोग्रामहरुमा पनि उसलाई पनि बोलाउनु पर्छ भन्ने भएर बोलाउनु भएको भए त म गइहाल्थे नि हैन मोटिभेट भएन त्यो भएन अनि फेरि त्यसो नभएपछि म आफैले मैले यो गीत गाएको छु म चाहिँ यस्तो भनेर मैले आफैले भन्न त कसरी मिल्छ र मिल्दैन नि हैन किनकि मैले गरेको कामलाई चाहिँ अरूले हेरेर पो मूल्याङ्कन गर्दिने हो त मैले आफ्नो कामलाई आफैले बेस्ट भनेर आफैले मैले यो गरेको छु म छु भनेर भन्दै अगाडि आउन त मिल्दैन तर त्यो लकडाउनको टाइममा पनि गीत त चलेको अहिले पनि चल्यो हैन योभन्दा अगाडिको एउटा स्याड सङ पनि के चल्यो जस्तो लाग्छ मलाई हामीले सुन्दाखेरि हैन तर पनि अब मान्छे चाहिँ खासै नचिनिनु भएको कि तपाईँ किनकि हजुर अब कन्ट्रोभर्सी गर्न पनि नचाहने हैन अलिकति फन्डा गरेर आउनेहरू पनि हुनुहुन्छ नि त त्यो चाहिँ कस्तो भयो भने म चाहिँ स्टार्टिङदेखि म एकदमै साधारण फ्यामिलीबाट आएको मान्छे हो हैन मेरो चाहिँ त्यो मेरो सोच पनि त्यस्तो त्यतातिर त्यो एकदमै सोचै जाँदैन अनि फेरि सानो सानो कुराले पनि म चाहिँ एकदमै त्यो सोचेर हैन विचार गरेर मात्रै अगाडि बढ्न चाहने मान्छे भएको भएर होला सायद त्यस्तो फन्डाहरू गर्न मन नपराउने भएर पनि होला अब आफूले गरेको कामलाई देखेर कसैले मूल्याङ्कन गरिदिनु भयो भने त्यो नै ठुलो अचिभमेन्ट हो नि त हैन फन्डा गरेर जबरजस्ती त्यो कामलाई चाहिँ अगाडिसम्म ल्याउनु त कुनै भ्यालु नै हुन्छ जस्तो लाग्दैन मलाई त्यही भएर पनि हो र अब सानो सानो कुराहरूमा म त्यसरी मैले चाहिँ एकदमै के अरे त्यो किसिमले भनौँ न त्यो किसिमले अलिकति आफूलाई नै ठुलो बनाएर यो गरेर त्यो गरेर हैन फन्डाहरू गरेर अगाडि जानुपर्छ भन्ने सोच्ने खालको मान्छे भएको र सोच्थेँ भने आउने बाटोहरू धेरै थिए हैन त्यो धेरै बाटोहरू थिए तर पनि मैले कहिल्यै पनि त्यतातिर सोचिनँ मैले चाहिँ आफ्नो कर्म गर्नुपर्छ राम्रो कर्म गर्यो भने कुनै न कुनै दिन त्यसको चाहिँ मूल्याङ्कन हुन्छ भन्ने चाहिँ मलाई थियो र यदि मूल्याङ्कन भएन भने पनि त्यसलाई चाहिँ मैले गर्न सकिनँ म असफल भएँ म एकदमै अनलक्की भएँ भनेर दुखी हुने होइन कि मेरो भागमा यति नै थियो यो भन्दा अगाडि जानको लागि चाहिँ मेरो भागमा थिएन भनेरै चित्त बुझाउँथ्यो होला सायद हैन अहिले पनि यो गीतले पनि यति राम्रो यो पपुलारिटी नपाएको भए पनि सायद म त्यस्तो धेरै दुखी चाहिँ हुन थिएँ होला अब अलिअलि निराश त जो पनि हुन्छ अघि भनिहालेँ मैले हैन त्यस्तो दिन पनि आयो मेरो लाइफमा म एकदमै निराश भएको किनकि यताउता हिँड्दा ओर्दा साथीभाइहरू जस्तै घर आफन्त जस्तै हुन्छ नि समाजमा अब सबै अब सिङ्गर भनेको छ उसको गीतहरू कुनै त्यस्तो पपुलर भएर अगाडि आएको छैन खोइ कसैले चिन्दैन अब कस्तो गीत गाएको हो र भन्ने हुन्छ नि अब कुनै एक दुईवटा त्यो टिकटकहरुमा अलि अगाडि एक दुईवटा कमेन्ट पनि आएको थियो क्या सिङ्गर के अरे जस्तै मैले सारिका घिमिरे सिङ्गर छ नि त टिकटकमा हैन अनि के अरे सिङ्गर हो रे कुन चाहिँ गीत छ र यस्तो टाइपको कमेन्टहरू पनि आउँथ्यो क्या नआएको होइन आउँथ्यो अनि अब त्यो कमेन्टलाई त खासै अब के रियाक्ट गर्नु त हैन त्यो जसले पनि आफूलाई इच्छा लागेको कुरा भन्न पाइहालिन्छ हैन अनि त्यस्तो देख्दा चाहिँ चसक्क हुन्थ्यो क्या ओहो सिङ्गर त हो नि जे भए पनि गीत त गाएको छु नि त हैन पपुलर भएर त्यसरी म अगाडि आइन त्यो आफ्नो ठाउँमा छ त्यस्तो लाग्थ्यो अनि अब यताउति कुरा सुन्दा ओर्दा हिँड्दा ओर्दा है जस्तै प्रोग्रामहरुमै मलाई कस्तो लाग्थ्यो भने जस्तै कसैले मलाई मानौँ हैन कसैले ल सारिका यस्तो प्रोग्राम छ ल आउ गीत गाउन भनेर बोलाइहाल्यो भने पनि ओहो गएर मैले के गर्ने होला कुन गीत गाउने होला मेरो गीत सुनेको छ कि छैन वा मेरो त्यहाँनिर अब कस्तो बिल्ला हुन्छ कि जस्तो त्यसले चाहिँ म डराइराख्थेँ कि किनकि अब अरूको एकदमै चलिरहेको गीतहरू हैन चलिरहेको गीतहरू जसले पनि सुनिरहेको गीतहरू भन्दा पनि मान्छे नै भनौँ न हाम्रो प्रत्यक्ष मान्छे नै सबैले चिन्नु भएको छ नि त पछिल्लो टाइमको सिङ्गरहरूलाई अनि त्यो त्यसरी हेर्दाखेरि चाहिँ म अलिकति अब मैले गाएको गीत वा कसैले सुनेको छैन कि भन्ने त्यो एक किसिमको आफूमा पनि त्यस्तो फिल हुँदो रहेछ कि यो बिचमा चाहिँ आफन्तहरूले पनि यो अब जस्तो हजुरले अघि भनिहाल्नु भयो चलेको छैन गीत मात्रै गाइरहेछ होइन अनि त्यही माथि अब अहिलेसम्म बिहा नगरी बसेको छ आफन्तहरूबाट केही कुराहरू आयो
आफन्तहरूबाट त्यो यस्तो हुन्छ कि त्यो जस्तै घर परिवारबाट अहिलेसम्म मलाई सबैभन्दा बढी सपोर्ट भनेको मेरो फ्यामिलीबाटै हो होइन। मेरो फ्यामिलीले सपोर्ट नगरेको भए म अहिलेसम्म यसरी हुँदिनँ पनि थियो होला, प्रेसर दिनुहुन्थ्यो होला। अब केही भएको छैन, जति कोसिस गरे पनि भएको छैन, कतिचोटि भन्नु पनि भएको छ, केही गरे पनि अब भएको छैन। अरूले धेरै प्रगतिहरू भइसक्यो अरूको होइन, मतलब अब गीत सङ्गीतमा पनि धेरै अगाडि बढिसक्यो सबैजना, अनि सबैले चिन्ने भइसक्यो। अब कति मेहनत गर्नु नानी, अब नगरे पनि हुन्छ होला जस्तो कुराहरू पनि आएको हो घरबाट पनि। र पनि अब मेरो अब आफूले के भन्छ रोजेको फिल्ड पर्यो होइन, भन्दा बित्तिकै चटक्कै छोड्न त सकिँदैन नि त, सकिँदैन। त्यही भएर अब त्यो मन मुटु जोडिएको छ नि त होइन, अनि त्यो भएर छोड्न सकिँदैन। र मैले चाहिँ होइन म कोसिस गर्छु, ठिकै छ, अब यहीँबाट मलाई एकदमै सफल हुनुपर्छ भन्ने त के रहेर, किनकि आफ्नो आत्मसन्तुष्टि पनि ठुलो कुरा हो नि त होइन। यसै पनि साङ्गीतिक क्षेत्र यो भनेको त हाम्रो एउटा पहिलो नम्बरमा चाहिँ आत्मसन्तुष्टिको लागि हो, अनि त्यसपछि मात्रै अरू बाटोहरू हेरिन्छ नि त होइन। फाइनेन्सियल्ली म सफल हुन्छु कि हुँदिनँ, के गर्ने भनेको त पछिल्लो कुरा हो नि त। त्यही भएर पनि अहिलेसम्म चाहिँ म निरन्तर नै लागिराखेँ, र पछिल्लो टाइम यो गीतले चाहिँ केही मलाई अब चाहिँ हौसला एकदमै मिलेको छ। मैले भन्न खोज्दा चाहिँ आफन्तहरूले कहिले काहीँ नराम्रो बोलेको हजुरले सुनेको मैले ठ्याक्कै त सुनेको छैन, तर अब जस्तै कुरामा कुरा हुँदाखेरि, जस्तै अब मम्मीहरूसँग कुरा हुँदा, आफन्तको अरू मान्छेहरूसँग कुरा हुँदा कहीँ न कहीँ कुरा त भइहाल्छ, जसको पनि हुन्थ्यो होला सायद। अब मलाई पर्सनली सुनाउँदा यसलाई चित्त दुख्छ भनेर कति कुराहरू मलाई सुनाउनु हुन्न थियो होला होइन, त्यो आउँछ कुराहरू। आफूलाई कुनै एउटा सम्झना छ कसैले चाहिँ केही भनेर चित्त दुखेको सिङ्गिङ फिल्ममै लागिसकेपछि चाहिँ? त्यही हो के अरे, यसैले भन्दा पनि जस भन्नु भएको कुराहरू सुनेको कुरा चाहिँ जस्तै त्यही हो। जस्तै एउटा त त्यही अब किन गीत गाउन आएको होला, केही हुँदैन होइन। यहाँ कस्तो कस्तो सिङ्गरहरू हुँदाहुँदै एउटा अभिनय गरिरहेको मान्छे अनि गीत गाउन आएको छ, के हुन्छ र भन्ने टाइपको कुराहरू पनि गर्नुभएको छ होइन, मैले सुनेको छु। अनि के अरे जस्तै गीतहरू भर्खर त्यो करोड क्लबमा पुग्यो भन्ने हुन्छ नि होइन, त्यो टाइममा पनि मैले सुनेको छु। अब एउटा कार्यक्रमकै सिलसिलामा जाने क्रममा साधारण भनौँ न आफ्नै नजिकैको, अनि अरू करोड क्लबमा पुगेको सिङ्गरहरूलाई चाहिँ नबोलाएर एउटा गीतै नचलेको मान्छेलाई चाहिँ किन बोलाएको जस्तो कुराहरू पनि मैले सुनेको थिएँ क्या प्रोग्रामहरूमा। भन्दा एउटा प्रोग्राम त्यो पनि जो चाहिँ हाम्रो नजिकैको मान्छेहरूले गर्नुभएको थियो कि, म त्यो प्रोफेसनल्ली एकदमै ठुलो प्रोग्राम पनि होइन, त्यो सानै थियो होइन। अनि त्यसरी भन्नुभएको रहेछ, ठ्याक्क मैले सुने। त्यसको केही समय पछाडि मेरो 2टा गीत करोड क्लबमै पुग्न चाहिँ। अनि तर त्यति धेरै पपुलर नभए तापनि अहिले सबैले सुन्नुभएको छ, सबैलाई थाहा छ, यो गीत भएर थाहा छ, तर सिङ्गर मात्र यसले गाएको रहेछ है भन्ने चाहिँ नभएको मात्रै हो। अब अलिकति स्ट्रगलको कुरामा जाउँ, अलि अगाडिको कुरामा होइन, कतिको मेहनत गर्नु परेको थियो अभिनय गर्नलाई हजुर जब तयार भएर निस्किनु भयो? होइन, एकदमै पर्थ्यो, किनकि त्यहाँ यतिसम्म पनि भएको छ मलाई। अब यो म फेरि एकदम सिधा बोल्ने मान्छे होइन, जे हो त्यही बोल्ने मान्छे, किनकि जे भएको छ त्यही बोल्ने त हो होइन, नभएको कुरा त बोल्न मिल्दैन। अनि मैले धेरै कस्तो पनि पाएँ भने, जस्तै आज एउटा कामको लागि मसँग कुरा भयो होइन, कामको लागि कुरा भयो, अब त्यो काम भोलिपल्ट हेर्दा त्यो काम अर्कैले गरिसक्यो कि, त्यो चाहिँ अब कति ठाउँमा चाहिँ एग्रिमेन्ट गर्ने भनेर रेडी भएको बेलामा पनि जस्तै शुभ मुहुर्त भएर आउँदाखेरि अर्कै कलाकार राखेर शुभ मुहुर्त भइसकेको थियो कति होइन। अनि कति चाहिँ कुनै चलचित्र चाहिँ मैले 2-4 सिन खेलिसकेर शुभ मुहुर्त भएर खेलिसकेर पनि पछि सुटिङ हुँदाखेरि अर्कै कलाकार लगेर पनि सुटिङ भएको थियो। अब त्योमा चाहिँ अब थाहा छैन किन, के रिजन हो, मैले त्यो रिजन अहिलेसम्म पनि बुझ्न सकेको छैन। या त म त्यो फिल्मको लागि म पर्फेक्ट थिइनँ होइन, अब के थियो भगवान् जानु होइन। अनि त्यस्तो पनि भएको छ। अनि यो कुराले गर्दाखेरि चाहिँ अलिकति होइन, म यसरी त अब कसरी सकिन्छ त होइन, काम गर्नलाई सकिन्न नि त। अनि त्यो भएर पनि मलाई त्यो मन पनि मरि नै सकेको थियो। जस्तै आफूले काम गर्दै जाँदा भनेको जस्तो ट्याक्क काम गर्न पायो भने पो एउटा सहज पनि हुन्छ होइन। अनि फेरि
जस्तै गीत सङ्गीत त कसैले मलाई गीत गाउन दिएन भने पनि म आफै पनि गाउन सक्छु नि त होइन, सक्छु नि त। जस्तै अहिले त कस्तो छ भने अरूले नै दिनुपर्छ, जस्तै आफै पनि गीत लेख्न सकिन्छ, आफै कम्पोज गर्न पनि सकिन्छ, आफ्नो खुसीको लागि, आफ्नो सन्तुष्टिको लागि म आफै गर्छु भन्न पनि सकिन्छ होइन। यदि मसँग अलिकति फाइनेन्सियली म स्ट्रङ छु भने म राम्रो भिडियो गर्छु, यो गीत गर्छु भनेर मैले कोसिस गरेर गर्न सक्दिनँ त, सक्छु नि त होइन, सक्छु। तर चलचित्रको कुरामा त त्यस्तो हुँदैन नि त, हुँदैन। त्यो त ट्रस्ट गरेर त्यो काम दिनै पर्छ नि त होइन। अनि यस्तो कुरामा पनि अनि त्यो बाइस धेरै ठाउँमा बाइस पनि भएको छु म होइन। त्यसले गर्दा चाहिँ अलिकति म एकदमै दुखी पनि भएँ, दुखी हुँदा तर पनि मैले कसैलाई त्यसरी मलाई किन यस्तो गर्नुभयो पनि भनिनँ, मैले क्वेसन पनि गरिनँ कि। कति चाहिँ अब मलाई सपोर्ट गर्नेहरूले चाहिँ अब सुटिङ स्पटमा पुग्यो वहीँबाट पनि ल सारिका यसमा त तिमी थियौ त, यहाँ त सुटिङ सुरु भइसक्यो तिमी त रहेनछौ भनेर पनि कल आउँथ्यो कि कहिलेकाहीँ, धेरैवटामा त्यस्तो भएको छ। अनि हो यो कुराहरूले चाहिँ खास अभिनयको लागि चाहिँ म होइन रहेछ भन्ने म आफूले चाहिँ फिल गरेरै मैले चाहिँ त्यसरी छोडेको हो कि। त्यही भएर अब फेरि मलाई त्यसरी बोलाउनु भयो अथवा अभिनय गर्न सोध्छन् नि त धेरैजनाले होइन। अब चाहिँ सारिकाले अभिनय नगर्ने, अब गर्दा हुन्छ नि भन्ने कुरा आउँछ होइन। अब मैले गर्न चाहेँ अथवा त्यसरी अवसर दिनुभयो भने अफकोर्स मैले त्यति बेलाभन्दा त धेरै बेटर गर्न सक्छु होइन। तर पनि अहिले यति धेरै कलाकारहरू यति राम्रो हुनुहुन्छ, आर्टिस्टहरू यति राम्रो एक्टिङ गर्ने हुनुहुन्छ, म उहाँहरूसँग गएर म त्यसरी कम्पिटिसन गर्नै सक्दिनँ होइन, किनकि मैले फिल्डै छोडिसकेँ नि त होइन। तर पनि त्यति बेलाको ती कुराहरू सम्झिँदाखेरि चाहिँ मलाई बोलाइहाल्नु भयो भने म सकेसम्म चाहिँ म गर्छु जस्तो चाहिँ मलाई लाग्दैन, किनकि एउटा जुन टाइममा जुन कुराको महत्त्व हुन्छ नि होइन। जस्तै मान्छे बिरामी हुँदाखेरि औषधि चाहिने हो कि होइन, मान्छे मरिसकेपछि औषधि लिएर गएर कामै हुँदैन, त्यो कसलाई दिनु त होइन। त्यही भएर जुन कुराको पनि जति बेला हुनुपर्ने हो त्यति बेला भएन भने खासै त्यसको बारेमा हुँदैन जस्तो लाग्छ। ओके, म त भावुक भएँ। एउटा अर्को कुरा नि, अभिनय सजिलो भयो कि सजिलो त भएन जस्तो लाग्छ मलाई त यो कुरा सुन्दा। गायन सजिलो भयो तपाईँलाई? मलाई चाहिँ दुईटामा छुट्याउनु पर्दा चाहिँ मलाई गायन एकदमै सजिलो भयो, किनकि जसरी म त्यतातिरबाट अलिकति मन त्यो अमिलो भइसकेर म यता सिङ्गिङमा आउँदाखेरि चाहिँ यताबाट पाएको चाहिँ त्यो सानो कुरा, सानो सफलता, सानो स्याबासीले चाहिँ मलाई एकदमै ठुलो ऊर्जा दियो नि त। त्यही भएर मलाई गायनमा चाहिँ सजिलो भयो। तर फेरि सजिलो चाहिँ दुइटै होइन, फेरि गाउन पनि अब त्यति सजिलो त होइन। सिङ्गिङमा चाहिँ स्ट्रगल भनेर मैले त्यस्तो धेरै स्ट्रगल गर्नु गाउनको लागि चाहिँ स्ट्रगल गर्नु परेन होइन। तर राम्रो काम गर्नलाई जस्तै यहाँसम्म आइपुग्नलाई त धेरै स्ट्रगलै पर्यो नि होइन। गीत गाएरै पनि मान्छेले धेरै स्ट्रगल गर्नु पर्दो रहेछ कि। गीत गाउँदा मैले कन्टिन्यू गीत गरिरहेको छु त होइन, गरिरहेको थिएँ त, र पनि त म स्ट्रगलमै थिएँ। अहिले पनि म स्ट्रगलमै छु। अलिकति एउटा प्रोजेक्टले अलिकति मलाई चिनाउने मात्रै यो माध्यम बन्यो नि त होइन। तर अब फेरि योभन्दा पनि अझै राम्रो हुनको लागि फेरि पनि स्ट्रगल गर्नुपर्छ कि। लाइफ टाइम मान्छेले स्ट्रगल चाहिँ गरेर सकिँदैन जस्तो लाग्छ मलाई। अब यतिसम्म यो गीत पपुलर भयो, हिट भयो होइन, अबको बाटोहरू चाहिँ कस्तो होला जस्तो लाग्छ हजुरलाई? मलाई चाहिँ खासमा मैले जस्तै यो कुरा मैले कहीँ खोलेको त छैन होइन, भनेको छैन। तर पनि कतिपय कुराहरू भन्दिनँ भन्दा पनि त्यो आउँदो रहेछ कि। जस्तै यो फिल्डमा जस्तै धेरैले सोध्छन् क्या, यत्रो लामो समयसम्म तिमी यो फिल्डमा स्ट्रगल गरेर बसिरहेछौ, किन, कसरी सक्यौ, यस्तो टाइपको कुराहरू आउँछ नि त होइन। मैले चाहिँ सुरुमै मैले यो फिल्ममा काम गर्दाखेरि मलाई सबैजनाले सपोर्ट गरिदिनु भएको भए होइन, राम्रोसँगले एउटा हौसला दिनुभएको भए मैले त्यति बेलै राम्रो गर्थेँ होला। अथवा मलाई चाहिँ अभिनय गर्नु नै थिएन होला, सायद सिङ्गिङमै चाहिँ सारिकाले अगाडि जानुपर्छ भन्ने नै लेखिएको थियो कि बा होइन, त्यो पनि हुनसक्छ। तर मैले मन त त्यति बेलै मरिसकेको थियो होइन। म छोडेर जान पनि सक्थेँ, यो फिल्डै छोडेर म कतै पलायन हुन सक्थेँ होला, अथवा कतै म बिहा गरेर सेटल हुन सक्थेँ होला। त्यो कुराले पनि मैले यति यो फिल्डलाई चाहिँ यति माया गरेर मैले यति मेरो एकदमै रुचाइएको फिल्ड हो नि त यो होइन, मैले नै छानेको फिल्ड हो नि त। त्यो भएर चाहिँ यो फिल्डमा नै मैले केही न केही चाहिँ गर्नुपर्छ, म यो छोडेर चाहिँ जाँदिनँ, म मेहनत चाहिँ गरि नै रहन्छु। मलाई त्यो कता थियो कि मैले चाहिँ हिम्मत हारेर छोडेर गएँ भने त म त एकदमै त्यो सेल्फिसै भइहालेँ होइन।
मैले हिम्मत चाहिँ हार्दिनँ, मलाई केही न केही चाहिँ गर्नु छ जस्तो चाहिँ मलाई लाग्थ्यो होइन। अब हुन पनि सक्थ्यो नहुन पनि सक्थ्यो, तर पनि म चाहिँ जस खुसी थिएँ, रमाइ नै रहेको छु। मैले अब गीत मैले भने जस्तो सफलता पाइनँ भनेर म कहिले दुःखी भएर त्यस्तरी पनि म बसिनँ होइन। फलस्वरूप अब अहिले राम्रै नै भइरहेछ। रिलिज भइसकेपछि चाहिँ रिलिज गरिसकेपछि चाहिँ होइन यस्तो पपुलर हुन्छ भइसकेको दिन भनौँ न, यो गीत रिलिज भइसकेको दिन चाहिँ यो हिट भइसकेको दिन चाहिँ कस्तो लागेको थियो हजुर? अलिकति सेयर गर्नुहोस् न। यो के भन्छ सुरुमै मैले अडियो मात्र रिलिज गरेको थिएँ होइन। अनि अब सुरुमा एउटा इन्सिडेन्ट छ कि म त्यो गीत रिलिज गरेर म के अरे सिधै स्टुडियो गएँ होइन। अनि स्टुडियो जाँदाखेरि पनि म एकदम स्याड भएर बसिरहेको थिएँ। अनि त्यहाँ हाम्रो भाइ मनोज भाइले मलाई दिदी के भयो तपाईँलाई भनेर सोधेको थियो क्या 2-3चोटि। केही भएको छैन, अलिक टाउको दुख्या छ भनेको थिएँ मैले भन्न चाहिँ। अनि भाइ यो अहिलेको गीतको एरेन्ज पनि उहाँ भाइले नै गरेको हो, मनोज परियार भाइ, जुन चाहिँ मिक्सिङ एकदमै राम्रो मिक्सिङ गर्ने मान्छे हुन्। अनि केही भएको छैन मलाई भन्दै बसेको थिएँ। खास भएको चाहिँ के थियो भने टिकटकमा चाहिँ अब यो शब्दले चाहिँ अब त्यो त्यहाँनिर जस्तै रेकर्ड भइरहँदा, जस्तै त्यहाँ मिक्सिङ भइरहँदा त्यहाँ जति कोही न कोही स्टुडियोमा त आइपुगिहाल्नुहुन्छ नि होइन। यसो सुन्दाखेरि ल यो गीत चाहिँ राम्रो छ है, सारिकाको यो गीत राम्रो छ, टिकटकमा पनि जाने खालको गीत छ है, टिकटकमा समात्ने खालको वर्डहरू छ है भन्नुभएको थियो। अनि अडियो प्लेटफर्ममा हालेर टिकटकमा सर र सबैतिर पठाइदिएँ होइन। अनि यस्तो हेर्छु टिकटक 40 कि 50वटा टिकटक बनाएको थियो कि जम्मा होइन। अनि कस्तो त्यो हेर्दाखेरि हुन त त्यो 40-50वटा 10वटा नबनेका गीत पनि छन् मेरा होइन। 40वटा धेरै भयो होइन। नबनेको कतिलाई फोन गरी मेरो यो गीतमा टिकटक बनाइदेऊ न, कतिलाई भनेको छु कि मैले यसरी। साथीहरू नजिकको दिदी बहिनीहरू हुन्छ नि होइन, जस्तै योभन्दा अगाडि उसले त बिर्सियो रे पनि एकैचोटि त्यसरी धेरै टिकटक बनेको होइन नि। सुरुमा मैले अपलोड गरेको 3 महिनासम्म त्यसको टिकटकै बनेको थिएन कि, बनेकै थिएन। युट्युबमा पनि जम्मा 7000 भ्युज गएको थियो होइन, बसिरहेको थियो। अनि जति गीत आए पनि पछिल्लो जस्तै हेलो, ऐसेलुको पात, अनि मायाको सुगन्ध भन्ने गीतको एउटा लाइन छ, सोचे जे जीवन हुने भए भन्ने एउटा जुन लाइन छ, त्यो लाइन पनि एकदमै पपुलर भएको थियो होइन। अनि त्यसपछिका अरू जति पनि गीतहरू मैले गरेँ नि होइन, सबैलाई मेरो गीत आएको छ टिकटक बनाइदेऊ ल, साथीहरूलाई पनि क्या मेरो गीत आएको छ टिकटक बनाइदेऊ ल एउटा। मैले त्यो मेसेन्जरमा अनि टिकटकमै पनि कतिलाई पठाएको छु कि यो टिकटक बनाइदिनु ल भनेर। किनकि त्यो सुरुमा हुन्छ नि त सबै टिकटकबाटै चाहिँ एकदमै धेरै भएको भएर, अनि कतिले चाहिँ बनाइ पनि दिनुभयो। अनि कति मैले त्यो एक्सपेक्ट गरेर पठाएकोहरूले पनि कतिले चाहिँ बनाइदिनु भएन कि, इग्नोर पनि गर्नुभयो भन्न खोजेको। गीतै नचले के बनाउनु भने पनि भयो होला बिचरा होइन, त्यसमा त मैले केही भन्नै मिल्दैन। अनि यो गीत चाहिँ रिलिज गरेँ। अनि रिलिज गरेपछि त्यस्तो धेरै मैले यसलाई चाहिँ त्यसरी भनिनँ होइन। अब कति भन्नु त नि टिकटक बनाइदियो भनेर, कति भन्नु त होइन। अनि भनिनँ, त्यही 40-45वटा जस्तो टिकटक बनेको थियो नि। यस्तो हेरेँ अब यो गीत जाँदैन जस्तो लाग्यो। अनि अर्को एउटा पेजबाट चाहिँ मैले टिकटक हाल्न लगाएँ होइन। अनि टिकटक हालिदिनु भयो। अनि त्यहाँबाट हेरेको झन्डै 100 क्रस भइसक्यो त्यसमा चाहिँ। अनि यसबाट चाहिँ जाने रहेछ जस्तो लाग्यो। अनि त्यो पनि होइन अब जाँदैन, किनकि जाने भए त भएर गइहाल्छ टिकटक होइन, मन पराउने भए त। अब जाँदैन रहेछ यो गीत पनि, नजाने रहेछ। अब म भिडियो पनि बनाउँदिनँ। अब अलिक 1-2-4 दिनपछि स्टुडियोमै बसेर लिपसिङ भिडियो खिचेर युट्युबलाई चाहिँ हाल्छु, किन युट्युब च्यानल बनाइसकेपछि कन्टेन्ट चाहिन्छ नि त, राख्छु भनेर सोचिरहेको थिएँ। अनि त्यसको 2 दिन त्यो दिनभरि भोलिपल्टसम्म मैले टिकटकै हेरिनँ कि, हेऱ्यो भने चित्त दुख्छ। अनि टिकटकमा देखेपछि अनि बेकारमा त्यो मन दुखाउनु भन्दा बरु म त हेर्दिनँ भनेर हेरेकै थिइनँ। पर्सिपल्ट हेर्दाखेरि त तपाईँको झन्डै कति 4000-4500 टिकटक बनिसकेको रहेछ क्या। त्यसपछि बल्ल अनि अर्को पेज पनि यस्तो खोलेर हेरेको, अर्को पेजबाट त अझ 10,000 बढी बनिसकेको रहेछ क्या। अनि त्यसपछि चाहिँ बल्ल रहेछ है भन्ने भयो। अनि त्यसपछि चाहिँ टिकटक हेरेको सबैले बनाइदिनु भएको रहेछ क्या। पहिला मैले पठाउँदा पनि कसैले बनाइदिनु भएको थिएन होइन। अहिले आफै टिकटक बनाइदिनु भएको छ। म खुसी पनि छु जतिले बनाइदिनु भएको छैन उहाँहरूप्रति।
किनकि सबैलाई त्यही त रहेछ नि होइन कुनै पनि कुरा जस्तै मान्छेले बलेको आगो नै तापिन्छ भने जस्तै होइन गीत अलिकति आयो टिकटकको ट्रेन्डिङमा गीत आयो अनि भएपछि ट्रेन्डिङ सङ कुन रहेछ भनेपछि त बनाउँदिन भन्ने मान्छेले पनि बनाउनु भएको छ कि जस्तै बनाउँदिन भन्दा पनि त्यही ट्रेन्डिङमा छ त बनाउनै पर्यो भन्ने टाइपले पनि बनाउनु भएको छ अनि कतिले चाहिँ होइन सारिकाको धेरै पछि राम्रो गीत आएको छ धेरै सपोर्ट गर्नुभएको छ बनाइदिनुपर्छ भनेर कतिले त 10-15 वटै पनि बनाइदिनु भएको छ कि टिकटक एकजनाले नि होइन अनि राम्रो सपोर्ट गर्नुभयो अनि त्यसपछि चाहिँ बल्ल मैले अनि टिकटकमा अपलोड गरेर अब चाहिँ यो गीत जान्छ भनेपछि बल्ल भिडियो बनाएको हो अडियो अनि अडियो प्लेटफर्ममा त पहिल्यै हालेको थियो नि त अनि अडियो प्लेटफर्ममा हालेर चाहिँ त्यही अडियोबाटै काटेर टिकटकमा पठाएको अनि त्यहीँबाट गएपछि अनि पछि बनाएको हो कि आज त त्यो भिडियो पनि मिलियन गइसक्यो होइन कस्तो फिल भएको छ हजुरलाई मिलियन क्रस 2 मिलियन पुग्न लागिसक्यो एकदम पपुलर हुन्छ भनेर अझै थाहा भएको भए अझै बेटर भिडियो बनाउँथे त्यस्तो लागेको छ यो गीतको भिडियोको लागि चाहिँ मैले त्यति धेरै चाहिँ सोचिनँ किनकि त्यति धेरै सोचेको थिइनँ योभन्दा अगाडि मैले मेरो यो म्युजिक भिडियो धेरै सोचेर धेरै पैसा खर्च गरेर होइन बनाएको भिडियोहरूलाई अघि भनिहालेँ मैले एउटा टिकटक बनाइदियो भनेर पठाउँदा पनि कसैले टिकटक बनाइदिनु हुन्थ्यो होइन अनि त्यो भएर चाहिँ अब किनकि हरेकचोटि इन्भेस्ट मात्रै गरेर पनि त हुन्न नि त होइन अनि त्यो भएर आफूले यो चाहिँ गीत राम्रो जान्छ होला भनेर बनाएको गीत जाँदैन अनि त्यस पछाडि अब पछिल्लो टाइम चाहिँ म म्युजिक भिडियोमा चाहिँ म लगानी गर्दिनँ म बनाउँदिनँ म साधारण गीत बनाउँछु लिपसिङ भिडियो खिच्छु युट्युबमा राख्छु बास ट्रेन्डिङ के अरे कन्टेन्ट हुन्छ भनेर सोचेको थिएँ यो गीतलाई पनि त्यसरी नै सोच्नलाई चाहिँ अनि पहिला चाहिँ अब अडियो रेडी भएपछि युट्युबमा के अरे अडियो प्लेटफर्ममा हालिदिएँ अनि त्यस पछाडि नै टिकटकमा पठाएर पछि बनाएको भिडियो एकदमै राम्रो गयो अनि अझै पनि मलाई त्यो विश्वास लागेकै छैन क्या कति कुराहरू चाहिँ होइन तर धेरै राम्रो नेपालको भनौँ न धेरै सर्जकहरूले पर्सनली पनि मलाई फोन गरेर पनि शुभकामना दिनुभयो होइन जो शब्द लेखनमा एकदमै राम्रो हुनुहुन्छ उहाँहरूले पनि मलाई एकदमै पर्सनल्ली शुभकामना दिनुभएको छ यति राम्रो शब्द लेखेको छौ भनेर होइन अनि त्यस पछाडि चाहिँ ल गीत राम्रै भएछ भन्ने भयो क्या त्यस पछाडि त मलाई कहिले फोन नगर्ने मसँग कहिले हाई हेलो नगर्ने मान्छेहरूले पनि फोन गर्नुभएको छ मेसेज गर्नुभएको छ देश विदेश सबैतिरबाट मेसेज आएको छ धेरैको शुभकामना आएको छ धेरैले सेयर गरिदिनु भएको छ धेरैले टिकटक बनाइदिनु भएको छ होइन त्यसको लागि चाहिँ म एकदमै मनैदेखि एकदमै आभारी छु उहाँहरूप्रति उहाँहरूले यति माया नदेखाइदिनु भएको भए सायद यो अवस्थामा अहिले म यहाँ पुग्ने पनि थिइनँ होला त्यसको लागि चाहिँ मनैदेखि एकदमै आभारी छु भन्न चाहन्छु अब अर्को गीत कहिले आउँछ त अब आउँछ गीत कन्टिन्यू गीत गरिराख्दा पनि भनेको जस्तो गीतले सफलता नपाएर म निराश पनि भएर बसिरहेको थिएँ होइन र पनि मैले गीत चाहिँ म निराश हुँदै पनि गीत चाहिँ गरेको हो कि यो अघिल्लो उसले त बिर्सियो र के भन्ने गीत पनि त्योभन्दा अगाडिका अरू असफल गीतहरूले पनि म निराश हुँदै बनाएको थिएँ त्यो पनि टिकटकहरूतिर चाहिँ एकदमै मजाले टिकटकहरू बनेका छन् धेरै पपुलर भएको छन् तर त्यो गीतले चाहिँ यो चाहिँ सारिकाको गीत हो है भनेर चाहिँ र पनि अझै पनि चिनाउन अलिक सफल भएको थिएन अनि त्यसपछि पनि फेरि धेरै गीतहरू गरेँ मैले होइन त्यही अघि भने जस्तै एउटा टिकटकहरू पनि नबनेको अवस्था थियो होइन र त्यसपछि चाहिँ मैले अब युट्युबमा कन्टेन्ट राख्नुपर्छ भनेर नै बनाउने क्रममा यो गीतले चाहिँ सोचेको भन्दा पनि धेरै चाहिँ मलाई अगाडि बढाउनलाई चाहिँ धेरै सहयोग गर्यो भन्छु अब तपाईँले लेख्दै गर्दाखेरि होइन आफूलाई चाहिँ पर्सनल्ली धेरै मन परेर अनि राम्रो गरी बनाउँछु यसको भिडियो होइन अडियो यसलाई एकदमै राम्रो बनाउँछु भनेर गरेको कुनै एउटा गीत गाइदिनुहोस् न यो सबै गीत त मैले राम्रो गर्छु राम्रो होस् नै भनेर गर्ने हो नि त होइन तर र पनि त्यो एकदमै शब्दहरू लेख्दाखेरि यो चाहिँ पछिल्लो टाइम मैले झुम्के फुली भन्ने गीत डान्सिङ नम्बर गरेको थिएँ होइन त्यो गीत चाहिँ त्यो डान्सिङ नम्बर भएको भएर अलिकति राम्रो हुन्छ कि भन्ने मलाई एकदमै आश थियो होइन तर त्यो चाहिँ भएन कि त्यसको चाहिँ म 2 लाइन
गाउँछु ल। झुम्के फुली मन पर्छ भन्छौ रे मैले लगाउँदा, फुर्के धागो मन पर्छ भन्छौ रे मैले लगाउँदा, अल्ली अल्ली लजाएर दिलमा उसलाई सजाएर नजर जुधाउँदा, मलाई यस्तै मन पर्छ भन्छौ रे मैले लजाउँदा, झुम्के फुली मन पर्छ भन्छौ रे मैले लगाउँदा। यो चाहिँ अलिकति टिपिकल शब्द मिठो छ अनि चलेन अनि धेरैले सुन्नु भएको थिएन होला सायद। अब यो कार्यक्रम हेरिराख्नु भएको छ भने यो गीत पनि झुम्के फुली। अझ मैले के गरेको भने अब मेरो च्यानलबाट पो गीत गएन कि, मेरो च्यानलबाट पो राम्रो भएन कि, मेरो च्यानलै राम्रो भएन कि भनेर मैले यो गीत चाहिँ फेरि मेरो च्यानलमा नहालेर मैले ओएसआरबाट हालेको हो कि, अझै जान्छ कि राम्रो हुन्छ कि भनेर होइन। अब त्यो पनि गएन अनि त्यसपछि चाहिँ होइन मेरो ब्याड लकै रहेछ कि जस्तो पनि लाग्थ्यो होइन। अनि अब यो गीतमा आएर चाहिँ यो सबै अरू गीतहरूको सबैको त्यो पीडा जति म निराश भएको थिएँ यो गीतले चाहिँ सबैलाई चाहिँ खुसीमा परिणत गरिदिएको छ। एकदमै खुसी छु। कहिले आउँछ त अब आउँछ, अब आउनुपर्छ किनकि म त गीत चल्दा पनि नचल्दा पनि गीत बनाइराख्ने मान्छे नै हो होइन। म कहिले पनि त्यो निराश भएर गीत नगर्ने मान्छे त होइन। अब यतिको राम्रो भएको छ भनेपछि त अफकोर्स अब आइहाल्छ। ओके, हामी लास्टमा पनि छौँ है, मिठो कुराकानी भयो। लास्टमा चाहिँ म हजुरलाई 4वटा वर्डहरू दिन्छु, त्यो वर्डको चाहिँ हजुरले ब्रिफ गर्नुपर्ने हुन्छ क्या। हजुरलाई लागेको आजसम्म हजुरले भोगेको बुझेको कुराहरू चाहिँ ब्रिफ गरिदिनु पर्ने हुन्छ। 4वटा मात्रै दिन्छु किनकि हामीसँग टाइम पनि धेरै छैन, अनि फेरि अरू गीत चलेपछि फेरि कुराकानी गरौँला है। साथीलाई चाहिँ कसरी लिनुहुन्छ? साथी भनेको चाहिँ अब आफ्नो दुःख सुखमा होइन, आफूलाई दुःख पर्दा पनि सुख पर्दा पनि मलाई यस्तो भयो भनेको त साथीसँगै त हो नि होइन। अब कतिपय जस्तै यो गीत सङ्गीतकै कुरामा पनि म कति पीडामा हुँदा पनि मैले अब घर परिवारमा मलाई यो गीतले चाहिँ कतिपय कुरा यस्तो पनि हुँदो रहेछ कि गीत नचलिरहँदा पनि अब घरबाट सोद्धाखेरि होइन राम्रो भएको छ नि, राम्रो छ भनेर भन्नुपर्ने अवस्था पनि हुँदो रहेछ कि कति चाहिँ। किनकि राम्रो हुँदैन भने किन गर्नु त भन्ने पनि त आउँछ नि त कुरा होइन। अनि त्यो चाहिँ आफूले आफ्नै मनमा राखेर, तर त्यो कुरा चाहिँ साथीभाइलाई त थाहा हुन्छ होइन, मैले जति गरे पनि भएको छैन भनेर। त्यही भएर साथी भनेको चाहिँ दुःख सुख हरेक कुरामा पनि आफूले निर्धक्क भएर भन्न सक्ने एउटा सम्बन्ध चाहिँ साथी हो। आफन्त चाहिँ कस्तो हुन्छ भने अब मलाई पर्सनली मलाई नपरे तापनि होइन, जस्तै धेरैले भनिन्छ होइन, राम्रो हुँदा सबै आफन्तले यो मेरो मान्छे भन्ने हुन्छ होइन। अब केही नहुँदा र केही नराम्रो भयो भने यो मेरो मान्छे हो, तैँले नराम्रो गरिस्, तैँले राम्रो गर्नुपर्छ भनेर भनिदिँदैनन् के कति ठाउँमा होइन। अब राम्रो हुँदा राम्रो हुन्छ र नराम्रो भएको बेलामा चाहिँ सकेसम्म नचिन्न पाए हुन्थ्यो भने जस्तो अवस्था पनि कतिको मैले देखेको छु कि। अनि आफन्तमा चाहिँ त्यस्तो अलिकति सेल्फिसनेस हुन्छ कि जस्तो लाग्छ मलाई। विश्वास चाहिँ कहिलेकाहीँ कुनै कुरामा चाहिने भन्दा बढी विश्वास गर्यो भने त्यो घातक हुन्छ होइन। र कुनै कुरामा आफूलाई एकदमै विश्वासमै त अडेको रहेछ यो संसार होइन। हरेक कुरा जस्तै हामीले भगवान्ले यस्तो गर्नुहुन्छ, भगवान् हुनुहुन्छ है भन्ने कुरा एउटा हाम्रो विश्वास त हो नि होइन। त्यही भएर विश्वासमा धेरै कुरा अडिएको छ। विश्वास बिना केही पनि हुँदैन होइन। जस्तै फ्यामिलीमा साथीमा हरेक ठाउँमा विश्वास हुनु जरुरी छ। बिना विश्वासले हामी केही काम गर्न सक्दैनौँ। जस्तै गीत सङ्गीतै गर्दा पनि त एउटा आत्मविश्वास त हुन्छ नि त होइन। यो गऱ्यो भने चाहिँ मलाई राम्रो हुन्छ है भन्ने विश्वासले नै त गरिन्छ। तर पनि कतिपय ठाउँमा चाहिँ धेरै विश्वासले पनि घात गर्छ है जस्तो चाहिँ लाग्छ मलाई। स्ट्रगल भनेको त अब लाइफ नै भइहाल्यो होइन। लाइफको एउटा यस्तो अमूल्य चिज हो त्यो स्ट्रगल भन्ने कुरा होइन। बिना स्ट्रगल कसैले केही कुरा पाउँछ भने होइन, त्यो कुराको खासै भ्यालु हुँदैन क्या। उसलाई त्यो कुरा भोलि गुमाउनु पर्यो भने पनि त्यो भ्यालु हुँदैन कि। मैले मेहनत बिना नै पाएको कुरा हो गयो भन्ने हुन्छ होइन। तर कुनै पनि कुराको लागि आफूले एकदमै मेहनत गरेर पाएको कुरालाई चाहिँ भोलि गुमाउनु पर्यो भने कति पीडा हुन्छ। त्यही भएर
स्ट्रगलको धेरै ठुलो महत्त्व छ। जिन्दगीमा बाँचुन्जेल मान्छेले स्ट्रगल गर्न छोड्नु हुँदैन र छोड्न पनि सकिँदैन कि। मान्छे जति नै सफल भए पनि अर्को फेरि सफल हुनलाई फेरि स्ट्रगल गर्नुपर्छ। अब जाँदा जाँदै हामी एउटा गीत सुनौँ, रमाइलो कुराकानी भयो। त्यो गीत चाहिँ हामी योभन्दा अगाडि चलेको हो क्या होइन, तिमीले त बिर्स्यो अरे भन्ने त्यो गीत सुनौँ अनि त्यसपछि हामी बिदा हुन्छौँ। भाग्य लेख्न मन थियो मलाई कलम भेटिएन, निको पर्ने मनको घाउ मलम भेटिएन, डुब्नै लाग्यो मनको ढुङ्गा खोली तारिदेऊ, सम्झनाको बाढी आउला मनै बारिदेऊ, मायालु मायालु उसले त बिर्सियो रे मुटु साटेको, तारा गन्दै त्यो जुनेली रात काटेको, मायालु मायालु। थ्याङ्क यू सो मच हजुरलाई कार्यक्रममा आइदिनु। के भन्न छ दर्शकलाई भनेदेखि भन्नुहोस्। छ नि भन्नु छ। मलाई चाहिँ सारिका घिमिरे भनेर आजसम्म कतिले चिन्नु भएको थिएन होइन। सारिका घिमिरे भन्ने चाहिँ गायिका पनि छ भनेर कतिले चिन्नु भएको थिएन होला, कतिले चिन्नु भएको थियो होला। यो गुन भुल्यो पित्तलको सुन पायो होला भन्ने गीत आइसकेपछि र योभन्दा अगाडिको उसले त बिर्सियो रे मुटु साटेको यो गीत पनि लगभग धेरै जसोले सुन्नु भएको छ, तर को हो त गायिका भन्ने थाहा थिएन होला होइन। यो गीतको गायिका चाहिँ मै हो होइन। मेरो गीतलाई जति माया गरिदिनु भएको छ, यहाँहरूको माया बिना आज म यसरी आएर हजुरहरूको अगाडि कुरा गर्न सक्ने वातावरण बन्थेन होला। त्यसको लागि चाहिँ म यहाँहरू सम्पूर्णप्रति नेपालभरि बस्नुभएका दाजुभाइ दिदीबहिनीहरू र नेपाल बाहिर बस्नुभएका पनि सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमाहरू जति हुनुहुन्छ, जतिले माया गरिदिनु भएको छ होइन। किनकि यो गीतको टिकटक भनेको सानो बच्चादेखि लिएर एकदमै बुढो आमाहरूसम्मले बनाउनु भएको छ। उहाँहरू सबैलाई म मनदेखि नै नमस्कार भन्न चाहन्छु र हार्दिक धन्यवाद पनि दिन चाहन्छु। आगामी दिनमा पनि मेरा गीतहरूलाई यसै गरी माया गरिदिनुहोस् होइन। सकेसम्म राम्रो गीतहरू, राम्रा सृजनाहरू ल्याउने कोसिस गर्नेछु र मेरा मात्रै नभएर सम्पूर्ण कलाकार, सम्पूर्ण गायक गायिकाहरूको गीतलाई, नेपाली गीत सङ्गीतलाई, राम्रा गीत सङ्गीतलाई माया गरिदिनुहोस् भन्न चाहन्छु र यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो कार्यक्रममा आएर 2 शब्द मैले राख्न पाएकोमा। थ्याङ्क यू सो मच। थ्याङ्क यू।